सिक्दा पनि मुखिया कता गयो भन्ने तपाईँ भन्नु सिकेपछि त ओहो मुखिया यहाँ छ बिरुवाहरू मुखिया यहाँ छ जनताले सबैले भनिरहेको छ हजुर मुखियाको काम छ अनि तपाईँको घर परिवार कतिजना हुन्छ तपाईँको एउटा यो डेरामा तपाईँको घर भन्नुभयो होइन कतिजना हुनुहुन्छ 8 जना 8 जना अनि टोटल कति घर छ यसो तपाईँहरूको राउटे जातिमा कतिजना घरहरू छ कतिजना छ 46 घर छ घर छ 46 घर होइन यो 46 घर छ अब जनसङ्ख्या भनेपछि गर्नु हुँदैन ए गर्नु हुँदैन खालि नगर्ने ए अनि तपाईँहरू अहिले दसैँको बेला भट्टासट्टा के दिनुभयो कि सरकारले सरकारले भत्ता त पाएको छैन धेरै गाउँपालिकाले भनेपछि गुणासाका गाउँपालिकाले धेरै ढिलो गराइदियो दिन्छ अरे त अनि यो त्यस्तो भन्दाखेरिमा सब्जीको दोकानमा गएर चाहिँ सामान उठाएर ल्यायो अनि अब नखाएर त भएन हजुर हजुर तपाईँहरू चाहिँ खानु पर्यो हजुर तपाईँहरू चाहिँ अहिले यो नयाँ बस्ती चल्नु भयो नि यहाँ अनि यो दसैँको बेला चाहिँ यो प्रत्येक घरमा चाहिँ एउटा बाख्रा खसी काट्नै पर्ने कस्तो काट्ने पनि एउटा घरमा एउटा तपाईँहरूको घरधुरी कति छ अहिले 43 कति 46 बाख्रा पनि टन्नै छ है अब तपाईँहरू भनेपछि तिमीहरू भनेपछि त यो गाउँमा पनि घरमा भनेपछि खसी काट्छ कि काट्छ काट्छ अब भनेपछि लौनीको जात त त्यस्तो नकाट्यो भने लौनी नि ट्याक्कै गई जान्छ म पनि गई जान्छु तपाईँहरू पनि गई जान्छ दसैँको बल घुम्नु होइन अनि यो तपाईँ घर कस्तो घर यो कस्तो घर त्यो वीरबहादुरको एउटा वीरबहादुर थियो नि एउटा भाइ कहाँ गयो वीरबहादुर भाइ थियो नि एउटा कहाँ गयो कता काम ल्याएको होला काममा सानो भाइ थियो त एउटा खै वीरबहादुर के अनि यो तपाईँहरू अब अहिले त्यहाँबाट बस्ती सर्नु भयो नि के कारणले बस्ती सर्नु थाहा भएन मलाई त्यहाँ काम हो त्यहाँ भनेपछि धेरै साङ्लो भयो होइन अनि राम्रो भयो यो दसैँको बिरुमा भनेपछि तिहारको दिनमा भनेपछि खसी पनि काट्ने अब नाच्ने पनि नाच्नुपर्छ नाच्नुहुन्छ तपाईँहरू तपाईँहरू हामीहरू पनि के रमाइलो गर्ने हुनु होइन हजुर सबैको हजुर लागि खुसी खुसी गर्नुपर्छ रमाइलो गर्नुपर्छ अनि एकदम रमाइलो त्यो ऊ बनाउनु भएको छ हामी यहाँभित्र जाँड हो कि बनाउनु भएको छ कि होइन भित्र जाने मिल्छ नि तपाईँको घरमा तपाईँ घर यसो हेर्ने मिल्छ नि भित्र मिल्छ 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 उहाँबाट फोटो खिच्नु मिल्छ कि मिल्छ त्यहाँ त्यो भातको बनाएर त्यो जाँड बनाउनु भएको थियो दसैँलाई हो नि होइन टक्क बाख्रा काट्ने त्यसपछि दसैँको लागि चाहिँ बाख्रा जाँड चाहिँ टक्क खाने होइन रमाइलो हुन्छ नाच्नुहुन्छ तपाईँहरू दसैँमा त्यही त चाहिँ घर देख्नु भएको छ यो तपाईँहरू भनेपछि म एउटा कुरा भन्ने छु हजुर भन्नु न भन्नु भनौँ कि नभनौँ भन्नु न मुखियाजीले भनेपछि हजुर गाउँमा यो अब दसैँको बेला जान पाइएन अब भनेपछि हजुर मैले मुखियाजीले बड्डा मान्छेले भनेपछि सुती खाने धेरै माया लाग्यो सुर्ती खाने म अघि ल्याइदिन्थेँ हामी यता काम थियो म यसो केही लिएर जानु पर्ला भनेको थिएँ यहाँ यता ओर आइसक्यो यता दोकान छैन यहाँ त्यही भएर आएको अहिले दिउँला तपाईँलाई 150 रुपियाँ दिउँला सुर्ती खानु होला है त त्यसो भइसकेपछि म त्यो होटलमा जाने थियो दोकानमा सुर्तीको लागि दोकानै छैन यहाँ पर छ कहाँ पर छ पर मैले बस्यो नि पहिला पहिला जाम्ने त डुल्ने जाम्ने त एकछिन तपाईँले त यहीँ छ त दोकान यहाँ पारी त्यहाँ टाढा पर्छ यहाँ पारी छ पार्कै छ यहीँ छ त पसल मैले देखाएको चाहिँ गोठको लागि न यहीँ हो त्यो हरियो घर देखायो त उ त्यहाँ हो त्यहाँ छ त्यहाँ छ पसल अलि रक्सी खाने न अलि पर छ रक्सी नखाने रक्सी यहीँ छ रक्सी भए पनि नखाने अनि यता सम्झना घर कहाँ हो त फेरि सम्झना गाजेलहरूको तिनीहरू पनि निकै भाइरल छ त नाड्यो मासु त्यतै हो मेरो कहाँ हुनुहुन्छ उहाँहरू आज भोलि मैले गाउने बहिनी त हो
गाउँले बहिनी हो गाजरी भैया पहिरी यो सम्झना भैया म कल्याण ल यहाँ चाहिँ सानो नानीले ल माटो दसैँ लगाइरहेछ खन्दैछ बिचरा है। अनि तपाईँहरूको यो नेपालभरि नै हाम्रो मुखियाजी हुनुहुन्छ। बस्ती यति नै हो कि अरू पनि छ ठाउँमा यति हो टन्न छ यहाँ 43 घर छ अरे कोही छैन अरू है। अनि तपाईँहरू कुसुन्डा भन्दा पनि ठुलो जाति हो कि सानो हो सानै जाति कुसुन्डा भन्दा किन यो राउटे अँ राउटे त ठुली जात